धेरै वर्ष अगाडि कान्तिपुरको तछे बहालमा सुरतबज्र नामको एकजना नवयुवक गुर्जु थिए। उनी चिटिक्क परेका, राम्रा र हँसिला थिए। सुरतबज्र ललितपुर देशमा बस्ने एउटी राम्ररी अति सुन्दरी केटीसँग प्रेम बन्धनमा बाँधेका रहेछन्। ती केटी उनलाई असाध्यै मन परेका रहेछन्। एक दिन मात्र पनि उनको अनुहार नदेख्दा केही नखाएको जस्तो हुन्थ्यो। सुरतबज्र एक दिन राति आफ्नी प्राणप्रिय प्रेमिका भेट्न चाहने कुरा सोच्दछन्, तर त्यसपखत बेसगरी आँधी बेहरी आइरहेको हुन्छ। उसले आज जान्न भन्न सकिरहेका छैनन्। बरु जसोसुकै बाधा अडचन आइपरे पनि त्यहाँ जाने निर्णय गर्छन्। ओहो, कति बिघ्न आँधी बेहरी आइरहेको। अब कसरी त्यहाँ पुग्ने होला? नदी तर्नको लागि डुङ्गा छैन। कस्तो भयानक बेला। अब मैले के गरौँ? यत्तिकैमा ए त्यो के बगाएर ल्याएको? त्यो त काठको मुढा जस्तो छ। त्यसैमा बसेर नदी पार गर्नु पर्ला। ढुङ्गा खोज्दा देउता भेटिए जस्तो भयो। धन्य परमेश्वर, आज मेरो मन अति व्याकुल भइरहेको छ। हजुरले मेरो इच्छा पूर्ण गरिदिनु भयो। होइन भने मेरो मनमा फुलेको फुल ओइलाएर जाने थियो। सुरतबज्र ज्यौँ त्यों गरी नदी पारी पुग्न सफल हुन्छन्। लामो सास फेर्छन्। हताश मान्दै आफ्नी प्रियाको घरमुनि पुग्छन्। तर त्यहाँ ढोका बन्द छ, सुनसान छ। आँधी बेहरी आइ नै रहेछ। उनलाई के गरौँ कसो गरौँ भइरहन्छ। यही बेला उनले त्यस घरको झ्यालमा डोरी बाँधिरहेको देख्छन् अनि त्यही डोरी समय माथि उक्लिने विचार गर्छन्। कडा परिश्रम गरी कोठामा पुग्न सफल हुन्छन् र भन्छन्, लौ हेर कति लाज नभएकी नक्चरी आइमाई। मलाई ढोका खोल्न आउनु पर्ला भनेर झ्यालमा डोरी बाँधी मस्त निदाइरहेकी पख तँलाई। के कुरा गर्नुभएको हजुरले? कहाँको झ्यालमा डोरी? मेरो काम छैन भनेर झ्यालमा डोरी बाँधिरहेको हुँला र? बरु हजुर कसरी यहाँ आइपुग्नु भयो? यति बिघ्न आँधी बेहरी आइरहेको बेला। कस्तो लोग्ने मान्छे होला। बहुला त हुनु भएन तपाईँ? तैँले बहुला बनाएको त हो नि मलाई। कस्तो गाह्रोसँग काठको मुढो पक्रेर नदी तरेर आएँ। डोरी समाई झ्यालबाट घर माथि उक्लिनु पर्यो। डोरी समाई माथि उक्ली झ्यालबाट आएँ भनेकोले त्यो केटी अचम्म मान्दै झ्यालमा हेर्न जान्छन्। तर त्यहाँ डोरीको सट्टामा एउटा ठुलो अजिङ्गर लत्रिरहेको देखिन्छन्। दुवैजना छातीमा हात राख्दै झसङ्ग हुन्छन् अनि नदी तरेर आएको पनि काठको मुढा नभई एउटा मृतकको लास भएको कुरा थाहा पाउँछन्। ओहो, प्रेम भनेको त अन्धो हुँदो रहेछ भन्ने कुरो मैले भर्खरै थाहा पाएँ। तिमी मेरो प्रेममा यति एकचित्त रहेछौ कि सर्प र डोरी, लास र काठको मुढा समेत छुट्याउन सकेनौ। यस्तै तिमी मलाई एकचित्तले प्रेम गरे जस्तै अरू नै काममा यति नै एकचित्त भइदिएको भए तिमी कति महान हुने थियौ होला। त्यसैले म तिमीसँग एउटा कुरा माग्छु। दिने हो प्रिय? मेरी प्रिया, तिमीले माग मात्र। यो ज्यान समेत अर्पिन तयार छु। के माग्ने हो माग ल। यति कुरा सुरतबज्रले वाचा गरिसकेपछि ती आइमेले भन्छन्, हजुरले मप्रति एकचित्त गरे जस्तै श्री गुहेश्वरी देवीको ध्यानमा बसी तन्त्र मन्त्र विद्या प्राप्त गरेको खण्डमा एक महान व्यक्ति बन्ने थियो अनि नेपालको इतिहासमा हजुरको नाम सदा चम्किरहने थियो। त्यसैले हजुरले मलाई बिर्सिदिनुहोला। बिन्ती छ, मलाई क्षमा गर्नुहोला। यति कुरा सुन्ने बित्तिकै सुरतबज्रको शिरमा वज्र प्रहार भए जस्तो हुन्छ। ऊ ठुलो धर्म सङ्कटमा पर्छ। तर आफूले वाचा गरिसकेकोले आँखा चिम्लेर सही दिन्छ अनि रिद्धि सिद्धि प्राप्त गर्नको लागि श्री गुहेश्वरी माको शरणमा जान्छ। ओम नमो श्री गुहेश्वरी देवी। यस प्रकार श्री गुहेश्वरी देवीको ध्यान लगातार गरिरहँदा एक दिन देवी प्रकट भई सुरतबज्रलाई रिद्धि सिद्धिको वरदान दिन्छन्। यहाँदेखि सुरतबज्र अपूर्व शक्तिवान हुन्छन्। तिम्रो सेवा स्तुति देखेर म अति प्रसन्न भएँ। भाग्यमानी भव। धन्य जय होस् गुहेश्वरीमा। एक दिन सुरतबज्र एक्लै मनमा कुरो खेलाइरहेका हुन्छन्। मेरो यो ज्ञान प्राप्त वयसमा
सधैँ एकै ठाउँमा बसिरहनुको कुनै अर्थ छैन। मैले सिकेका बुझेका कुरा व्यवहारमा उतार्नुपर्छ। जीवनमा साहस नगरिकन केही प्राप्त गर्न सकिँदैन। त्यसैले मैले चाँडै नै तिब्बतको राजधानी लासामा गएर केही कार्य गर्नुपर्छ। अब म चाँडै नै उता जानुपर्छ र केही गरेर देखाउनुपर्छ, मनमनी निर्णय गर्छन्। सुरतबज्र लासा जान्छन्। तिब्बत जानुको लागि अहिलेको जस्तो बाटोको सुविधा र साधन थिएन। असाध्यै दुःख कष्ट गरेर अनगिन्ती पहाड पर्वत खोला नदी पार गरी अगाडि लम्किनु पर्थ्यो। महिनौँ महिना बिताएर सुरतबज्र बल्ल तिब्बतको राजधानी लासामा पुग्न सफल हुन्छन्। सुरतबज्र लासा पुग्छन्, तर त्यहाँ कोहीसँग पनि चिनापर्ची छैन। कहाँ जाने, कहाँ बस्ने, केही गर्न सक्ने अवस्था छैन। उनी यताउति घुम्दै एउटा घरमुनि पुग्छन्। सुरतबज्रले एकजना लामालाई भेट्छन्। उसैको घरमा डेरा गरी बस्ने विचार गर्छन्। ओहो तासै लिएर लामाज्यू, मलाई हजुर कहाँ बस्न दिनुहुन्छ कि? निकै दुःख पाएँ, धेरै टाढाबाट आएको। तपाईँ नेपालबाट आउनु भए जस्तो छ। कति कामको लागि आउनु भए हो क्यारे? कोठा एउटा त छ, बस्नुहोस्। एक दिन दुई दिन भन्दा भन्दै दिन बित्दै गए। लामाज्यूसँग उसको सङ्गत बलियोसँग गाँसिँदै गयो। आफ्नै परिवार जस्तै दुःख सुखका कुरा पनि परस्परमा हुन थाले। एक दिन सुरतबज्र गुरुज्यूले लामाज्यूलाई आफ्नै हातबाट चिया बनाई खुवाउँछन्। उसको बनाएको चिया अपूर्व किसिमले मिठो हुन्छ। ओहो गुरुज्यू, तपाईँले बनाउनु भएको चिया कस्तो मिठो रहेछ। यति मिठो चिया त मैले कहिल्यै खाएको थिइनँ। यदि यस्तो चिया यहाँको पोताला दरबारमा बस्ने प्रमुख लामालाई खुवाउनु भएको खण्डमा तपाईँलाई ठुलो पुरस्कार प्राप्त हुनेछ। त्यहाँ जाने मन छ? प्रमुख लामाज्यूको दर्शन गर्न पाए त राम्रै हुने भयो। हजुरको जय होस्। एक दिन लामाज्यू सुरतबज्रको बारे परिचय दिन पोताला दरबारमा उपस्थित हुन्छन्। आदरणीय प्रमुख लामाज्यू, हजुरलाई एउटा कुरा बिन्ती गरौँ भनी उपस्थित हुन आएको छु। मेरो घरमा नेपालबाट आउनुभएका एकजना नवयुवक गुरुज्यू बसिरहनु भएको छ। उसको विवेक बुद्धि असाध्यै तीखो छ। साथै उनले निकै मिठो चिया पनि बनाउन जान्छ। उनलाई हजुर सामु एकचोटि उभ्याउनु ल्याउने विचार छ। हजुरको आज्ञा भए। नेपालबाट आउनुभएका गुरुज्यू? हुन्छ हुन्छ, ल लिएर आउनु। म पनि एकपटक हेरिहालौँ। साँच्चै जान्ने भए उसलाई यही दरबारमै ठाउँ दिने राख्ने भएँ। एक दिन त्यहाँका पोताला प्रमुख लामाज्यूले सुरतबज्रलाई भेट्ने क्रममा आफ्नो राजदरबारमा सबै लामाहरू र भारदारहरू बोलाइ उसलाई उपस्थित गराउँछन्। प्रमुख लामाज्यूलाई बिन्ती गर्दै, हजुरले मलाई सम्झी बक्सिनु भयो, म धन्य भएँ। म नेपालबाट आएको एउटा परदेशी हुँ। आज्ञा गरी बक्सियोस् मबाट। हजुरको के सेवा गरी देखाउँ? गुरुज्यू, तपाईँको काम कुराबारे मैले केही सुनिसकेँ। म खुसी भएँ। अरू काम कुरो बिस्तारै भइरहन्छ। सबभन्दा पहिले हामीलाई पनि एकपटक मिठो चिया बनाएर खुवाउनुहोस् ल। हवस् लामाज्यू। सुरतबज्र आफू एक्लै बसी अनेक प्रकारका मरमसलाहरू राखी आफ्नो तन्त्रमन्त्रद्वारा उनीहरूलाई बसमा पारी चिया बनाएर खुवाउने काम गरे। ओहो साँच्चै हो रहेछ, कति मिठो चिया यो। लामाज्यूले भन्नुभएको कुरा साँच्चै रहेछ। यति बिघ्न मिठो चिया त मैले खानै पाएको छैन। धन्य हो, मान्नै पर्छ। ओहो गजब छ वाह, अति नै मिठो। सुरतबज्र गुरुज्यूले बनाउनु भएको चिया पिएर प्रमुख लामाज्यू असाध्यै खुसी हुन्छन्। सबैले उनलाई धन्यवाद दिन्छन्। प्रमुख लामाज्यूले गुरुज्यूलाई राजदरबारमै विद्वानहरूको माझ एक सदस्यको रूपमा स्थान दिने निर्णय गर्छन्। अनि शास्त्रादि ज्ञानमा पनि वाद विवाद हुन थाल्छ। ओहो, यो त शास्त्रादि ज्ञानमा पनि पोख्त रहेछ। हो लामाज्यू, उहाँलाई यहीँ राख्नुपर्छ। उहाँ एक आदरणीय हुनुहुन्छ। सुरतबज्र शास्त्रादि ज्ञान र प्रतिभायुक्त अनि सबैलाई चित्त बुझ्दो किसिमले आलोचना गर्न सक्ने भएकोले त्यहाँका कोही ठाडे लामाहरूले अगाडि तारिफ गरे तापनि भित्रभित्री रिसले चुर भइरहेका हुन्छन्। त्यो नेपालबाट आएका गुरुज्यूलाई यहाँ राख्यो भने हामीले दबाउने छन्। हो साथी, तिमीले ठिक भन्यौ।
हामी अहिले नै प्रमुख लामाज्यू कहाँ गई कुरा लाउन जानु पर्यो। ल जाउँ। आदरणीय प्रमुख लामाज्यू, हजुरमा एउटा बिन्ती चढाउँ भनी हामी यहाँ आएका छौँ। त्यो गुरुज्यूलाई यहाँ राख्यो भने भलो हुने छैन, किनकि ऊ हामीभन्दा जान्ने सुन्ने भएर निस्क्यो। उसलाई शाखा पारिन भने हजुरको महत्त्वमा समेत ह्रास आउन सक्छ। त्यसैले यसबारे गहिरो विचार पुर्याइ बक्सियोस्। हो प्रमुख लामाज्यू, केही उपाय गरी बक्सियोस्। पख न हतारी हो। हुन त उसको बारे मैले पनि विचार नगरेको होइन, तर त्यसलाई त्यति मार्नुभन्दा पहिले त्योसँग कतिको शक्ति रहेछ त्यो एकपटक खोतली हेर्नु पर्यो। बरु त्यसलाई बोलाएर ल्याऊ, त्योसँग एकपटक शक्ति परीक्षा गरी हेरौँ। हो प्रमुख लामाज्यूले आज्ञा होइ बक्सेको मनास्य भयो। सुरतबज्रलाई प्रमुख लामाज्यू सामु उभ्याउनु ल्याउँछन्। उनीहरू दुईजना बीच तान्त्रिक शक्तिको परीक्षा गर्ने कुरो निदो गर्छन्। ल त गुरुज्यू, हामी दुई बीच कसको शक्ति बढी छ एकपटक हेरौँ। एउटा खेलको रूपमा हामी दुवै पालो भङ्ग्याराको रूप लिई गहुँ बालीमा लुक्ने। जसले पहिले पक्रिन सक्यो त्यही जित्छ। हस्, ठिक छ। पहिले सुरतबज्र गहुँ बालीमा लुक्न जान्छन्। प्रमुख लामाले गुरुज्यूलाई खोज्ने काम गर्छन्, तर गुरुज्यू लुकिरहेको प्रमुख लामाले फेला पार्न सक्दैनन्। ऊ कायल हुन्छन्। ओहो, त्यो त चर्को खालको जस्तो छ, कहाँ लुकिरहे होलान्, फेलै पार्न सकिएन। निर्धारित समय पनि सिद्धियो, अब के गर्ने? गुरुज्यू, यहाँलाई मैले फेला पार्न सकिनँ, म हारेँ, बाहिर निस्किनुहोस्। ल ठिक छ, म निस्किएँ। लौ त लामाज्यू, अब हजुर गहुँ बालीमा लुक्नुहोस्, मैले खोज्न आउँछु। ल ठिक छ। सर्वप्रथम सुरतबज्रले लामाज्यू लुकिरहेको ठाउँमा चारैतर्फ पशुका सूत्र धागोले तारन राखी उसलाई जालमा फसाउन कोसिस गर्छन्। ल त लामाज्यू, हजुर यही लुकिरहनु भएको छ, मैले थाहा पाइसकेँ। ल निस्किनुहुन्छ कि मैले नै समात्न आउँ? भएको गुरुज्यू, तारन झिकिदिनुहोस्, म निस्किन्छु, म हारेँ। लामाज्यू परीक्षामा नराम्रोसँग हारेकोले लाज मान्छन्, मुख रातो पार्छन्। हरुवा भएकोले मनभित्र रिसको आगो दन्किए तापनि बाहिर उसले गुरुज्यूको प्रशंसा नै गरे। ओहो, तपाईँ त निकै नै खप्पिस रहेछ, बधाई छ तपाईँलाई गुरुज्यू। यस प्रकार प्रमुख लामा परीक्षामा नराम्रोसँग हारेको हुँदा कञ्चटमा हात हाली विचारमग्न भइरहन्छन्। यही बेला सुरतबज्रलाई नसहने लामाहरू आए। त्यो गुरुज्यूलाई चाँडै नै सिध्याउनु पर्यो पनि प्रमुखको लामालाई बिन्ती चढाउन आइरहन्छन्। त्यो गुरुज्यूले मेरो नाकै काट्यो। तिमीहरूको कुरो बुझेँ। त्यो गुरुज्यूलाई निम्त्यान्न पार्ने उपाय मसँग अरू पनि छन्, अलि धैर्य गर। एक दिन पोताला दरबारमा प्रमुख लामा गुरुहरूसँग बसी सुरतबज्र चिया खाइरहेका हुन्छन्। तर त्यही बेला सुरतबज्र जुरुक्क उठी झ्याल बाहिर चिया फुर्र गरी 3 पटक फुर्क्याउँछन्। उसको त्यो ताल देखेर आश्चर्यचकित हुन्छन् र त्यसको रहस्य के हो भनी सोध्छन्। फुर्र! ए गुरुज्यू, तपाईँ बहुलाउनु त भएन, खाएको चिया किन फुर्क्याउनु भएको? हो, नेपालमा मेरो घरमा आगो लागेछ, त्यही आगो निभाउन चिया फुर्क्याएर जल वृष्टि गराएको। अब आगो निभ्यो होला त? आगो निभिसक्यो। यस कुराले गर्दा लामाहरूको मनमा झन् उथलपुथल हुन थाल्छ। त्यस घटनाको तिथिमिति समय जम्मै कापीमा टिपिराख्छन्। पछि नेपालमा पत्र लेखी त्यस बेला त्यस ठाउँमा आगो लागेको हो होइन बुझेर हेर्छन्। केही दिनपछि पत्रको जवाफ पनि आइपुग्छ। पत्रको जवाफमा नेपालबाट के लेखी पठाए एकपटक सुना त। यहाँबाट लेखी पठाएको समयमा नेपालमा एक सुरतबज्रको घरमा आगो लागेको पक्का हो, साथै 3 पटकसम्म जलवृष्टि भई आगो निभेको कुरा पनि लेखिराखेको छ प्रमुख लामाज्यू। यस घटनाले गर्दा लामाहरूको मनमा आँधी बेहरी आउन थाल्छ। उसको तान्त्रिक शक्ति देखेर हतासिन्छन्। बाह्य रूपमा उनलाई सम्मान गरे तापनि भित्रभित्रै उदेखि तर्सी उसलाई मार्ने अभियानमा लागिरहन्छन्। त्यो चान्चुने गुभाजो होइन, अब त्यसले हामीलाई काँचै निर्णय भयो। त्यसैले उसलाई यहाँ राख्यो भने हाम्रो अस्तित्व नै नरहने भयो। त्यसैले उसलाई चाँडै नै हो मलाई सबै थाहा छ, तर त्यसलाई मार्नु
राम्रो हुने छैन। बरु उसको रिद्धि सिद्धि सबै नष्ट पारी उसलाई नाङ्गो पार्नुपर्छ। अनि त्यो विष नभएको सर्प सरह भई जिउँदै मरे सरह हुन्छ। एक दिन अन्य लामाहरू प्रमुख लामासँग गोप्य वार्ता गरिरहन्छन्। उनीहरूको योजना अनुसार निकै अमूल्य अमूल्य धर्मग्रन्थ पुस्तकहरू भित्र राखी एउटा आसन बनाउँछन्। ती पुस्तकहरूमाथि जोसुकै बसे पनि त्योसँग रहेको रिद्धि सिद्धि बल नष्ट भएर जान्थ्यो। त्यही आसनमा बस्न लगाई सुरतबज्रको शक्ति नष्ट पार्ने नराम्रो योजना बनाउँछन्। बस्नुहोस् गुरुज्यू, बस्नुहोस्, आसन ग्रहण गर्नुहोस्। आज हामी विभिन्न विषयमा छलफल गर्नु पर्ला, हुन्न? ठिक छ, त्यो नयाँ आसन त्यही बस्नुहोस् भनी जोड गरेकोले सुरतबज्रलाई अलि शङ्का लाग्छ। अनि उनले ध्यान दृष्टिबाट विचार गरी हेर्छन्। त्यो आसनभित्र धर्मग्रन्थहरू लुकाइराखेको र आफ्नो शक्ति जम्मै नष्ट पार्ने योजना बनाइरहेको कुरा थाहा पाउँछन्। अनि उनले भगवानसँग क्षमा माग्दै आफू त्यस आसनमा बस्छन्। उफ, हेर कति दुष्ट छन् यिनीहरू, मलाई काखमा राखी गला रेट्न लागेको। ए पख यिनीहरूलाई। विभिन्न विषयमा छलफल गर्न सिद्ध्याएर सबै आफ्नो ठाउँमा जान्छन्। दुष्ट लामाहरूले मात्र त्यहीँ बसिरहन्छन्। उनीहरूले हताशमा पुस्तक लुकाइराखेको आसन पन्छाएर हेर्छन्, तर त्यहाँ गजब भएको हुन्छ। त्यहाँ भएका सबै पुस्तकमा अक्षर मेटिएको हुन्छ। अब खाली कागजको पत्र मात्र बाँकी रहन्छ। त्यस घटनाले गर्दा लामाहरू आगोले पोलेसर छटपटिन्छन्। ठुलो अनर्थ भयो भन्दै चिच्चाइ कराउँछन्। अब के गर्ने, ठुलै फसाद पर्यो। यस पुस्तकमा भएका एउटा पनि अक्षर छैन। अब हाम्रो धर्मग्रन्थ नै नपाइने भयो। हे दैव, अब के गर्ने? आफूले खनेको खाल्डोमा आफै खसेकोले उनीहरू निकै डराउँछन्। अनि सुरतबज्रसँग बिन्ती भाव गरी फेरि अक्षर फिर्ता लिन अनुरोध गर्ने कुरो निरो गर्छन्। गुरुज्यू, हाम्रो ठुलो भुल भयो। हजुरलाई चिन्न सकेनौँ, हामीलाई क्षमा गरिदिनुहोस्। हाम्रो पुस्तकमा भएका अक्षरहरू फिर्ता गराइदिनुहोस्, बिन्ती। तिमीहरूको अक्षर जति सबै आकाश मण्डलमा हराएर गइसके। त्यसैले अब म घर गई देवता साधन गरी अक्षर फिर्ता लिइदिन्छु। हवस् गुरुज्यू, जय होस्। लामाहरूले मुखले ठिक्क पारे पनि भित्रभित्रै गुरुज्यूलाई मार्ने षड्यन्त्र त रचेकै हुन्छन्। एकैचोटि मार्न नमिलेकाले फेरि एकपटक शक्ति परीक्षा गरी उनलाई नराम्रोसँग परास्त गरेर मार्ने निर्णय गर्छन्। सुरतबज्रलाई फेरि एकपटक उनीहरू सामु उभ्याउँछन्। गुरुज्यू, अब एकपटक फेरि हामीसँग शक्ति परीक्षा गरी हेर्ने इच्छा भयो। तपाईँ बाज बन्नुहोस्, म परेवा हुन्छौँ। त्यस्तै म बाज बन्छु, तपाईँ परेवा। पहिले कसले परेवालाई समात्छ त्यही जित्छ। हुन्छ, तर परेवालाई बाजले समात्यो भने त मारिहाल्छ नि। त्यसो भए त ठिकै छ, मार्ने होइन समात्ने मात्रै नि। बाजरूपी गुरुज्यू र परेवारूपी लामा दुवै आकाशमा उडिरहन्छन्। बाजले परेवालाई लखेट्छ, बाजले परेवालाई च्याप्प समातिहाल्छ। त्यस परिसरमा पनि लामा हार्छ, ऊ हरुवा हुन्छन्। लौ समात यसलाई, म हारेँ, तपाईँ नै जित्नुभयो। अब तपाईँ परेवा हुनुहोस्, म बाज बनेर तपाईँलाई समात्न आउँछु। ल मार यसलाई। ओहो, यसै त साँच्चीकै झम्टिन आउन थाल्यो। अब के गर्ने? अब भने बाजरूपी लामा रिसले चुर भई परेवालाई यता न उता पर्ने गरी लखेट्छ। बाजले समातेर मार्ने भएपछि परेवारूपी गुरुज्यू हत्यारिँदै ध्यान बचाउन एउटा अग्लो पहाडमा रहेको शिखापाको भन्ने शिखा नामको गुफा दुलो पालभित्र स्वाट्ट पस्छन्। यो देखेर बाजरूपी लामा पनि त्यहीँ आइपुग्छन्। अनि रिसले बाजरूपी फेरि एकचोटि एउटा डरलाग्दो राक्षसको रूप धारण गरी ठुलो ढुङ्गाले दुलो छेकिदिन्छन्। हा 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 हा, अब देख्लास् त बाजुको ताइनाइ, कसरी बाहिर निक्लिस्, खान नपाई त्यहीँ मर्लास्। अब परेवारूपी गुरुज्यू पनि उतिखेरी मान्छेको रूप लिई मन्त्र साधना गरी दुलो छेकी राखेको ढुङ्गालाई बेतोडले लात मारी पछाइदिन्छन्। ओहो, यसले त निकै हेप्यो, अब यसलाई बाँकी राख्दिन।
उतिखेरी राक्षस रूपी लामा एउटा डरलाग्दो अजिङ्गरको रूप धारण गरी दुलोभित्र पसी गुरुजीलाई मार्न खोज्छ। अनि गुरुजीले पनि श्री गुहेश्वरी देवीको स्तुति गर्छन्। देवी प्रकट भई उनलाई शक्ति स्वरूप खड्ग प्रदान गर्छिन्। अनि त्यही खड्गले अजिङ्गरलाई टुक्रा टुक्रा पारी मार्छन्। अजिङ्गर रूपी लामा त्यही ढुङ्गाको रूपमा सिद्ध भएर जान्छन्। लौ तँलाई मलाई मार्न आएको होइन, अये बाबा मरे बाबा। यस प्रकार प्रमुख लामाले आफ्नो जीवन बेकारमा सिद्ध्याएपछि त्यहाँको चरण अनुसार एउटा नयाँ प्रमुख लामा चुनिन्छन्। तर त्यो नयाँ प्रमुख लामा पनि खराब प्रवृत्ति हुन्छ। उनले पनि सुरतबज्रलाई मार्ने योजना बनाउँछन्। लामाज्यू हजुरको जय होस्। हाम्रो धर्म कर्म तन्त्र मन्त्र आदि कार्यमा उन्नति र विकास गरिबक्सनु पर्यो। त्यो दुष्ट गुबाजुलाई निम्त्यान्न पार्नु पर्यो। म भएपछि किन डराउनु पर्यो तिमीहरूको रक्षा गर्नु मेरो कर्तव्य हो। त्यो गुर्जुलाई सिद्ध्याउन अब धेरै समय लाग्दैन ल। एक दिन नयाँ प्रमुख लामा र अरू लामा पारदारहरू बसी सुरतबज्रलाई आज राति सुतिरहने बेला खड्गले प्रहार गरी मार्ने भित्री योजनाको सरसल्लाह भइरहन्छन्। लौ त पारदारहरू हो, त्यो गुबाजु सुतिरहेको ठाउँमा गई खड्गले प्रहार गरी मारेर आउनु। अरू काम मैले हेरेर जे गर्नुपर्छ गरौँला। हवस् प्रमुख लामाज्यू, हामी गइ नै हाल्छौँ। यस गोप्य योजना सुरतबज्रलाई मन पराउने लामाले उतिखेरी उसलाई खबर दिन जान्छन्। अनि तुरुन्तै लासा छोडी भागेर जानु भनी सल्लाह दिन्छन्। गुरुजीले उनीहरूलाई महादया आशीर्वाद दिई रातारात लासा छोडेर जान्छन्। सुरतबज्र रातारातै ब्रह्मपुत्र नदी किनारमा पुग्छन्। त्यहाँ नदी पार गरी जानु परेकोले माझीलाई नदी तारिदिनुहोस् भनी आग्रह गर्छन्। तर माझीले नदी पार गराउनु र नाउँ दिने कुरामा त्यहाँको प्रशासनले निषेध गरिराखेको कुरा बताउँछन्। सुरतबज्रलाई साह्रै नै आपद पर्छ। अनि उनले श्री वज्र योगिनीको स्तुति गरी जय जम्बाला चर्या गीत एउटा रचना गरी आफ्नै कासाय वस्त्र नदीमा ओछ्याई नदी पार गर्छन्। माझी दाई, मलाई नदी पार गरिदिनु पर्यो, क्षमा गर्नुहोस्, प्रशासनले निषेध गरिराखेको छ। ए प्रभु वज्रयोगिनी, मलाई रक्षा गरी बक्सियोस्। सयरा सरासुर जगत उदारणी तेजय भगवती पादु कमलय मण्डल। सुरतबज्र नदी तरेर भाग्यको कुरा त्यहाँका लामाहरूले थाहा पाउँछन्। अनि उनलाई लखेट्न आउँछन्। मन्त्रको बलले सुरतबज्रलाई पछाडिबाट तान्न पनि खोज्छन्। तर सुरतबज्रको स्तुतिको प्रभावले उनीहरूको केही लाग्दैन। ऊ स्तुति गर्दै नदी तरेरै जान्छन्। उनी नदीको किनारमा पुगेर आनन्दको सास फेर्छन्। प्रभु हजुरको दयाले आज मेरो प्राणको रक्षा भयो। अब ती दुष्टहरूको नाश होस्। श्री वज्र योगिनीको शक्तिले गर्दा उनलाई पछ्याउन आएकाहरू र छिवा लिन आइरहेका लामाहरू सामु नदीको छाल ओढेर आए उनीहरूको नाउँ अगाडि बढ्नै सकेनन्, बरु उल्टै धकेलिएर जान्छन्। त्यति मात्र होइन, उनीहरूको नाउँ नै पल्टिन्छन्। पख त गुबाजुलाई देखा जाएगा, खबरदार। श्री वज्रयोगिनी देवीको दर्शन गरी सुरतबज्र सरासर आफ्नो घर तसे भालतर्फ पाइला सार्छन्। प्रभु कोटि कोटि प्रणाम। निकै दिन लासामा बसी दुःख कष्ट सहनु परेकोले उनको अनुहार पनि फेरिसकेको थियो। अनुहारमा दाढी जुङ्गा लामो लामो भई पहिलेको सुरतबज्र नचिनिने गरी परिवर्तन भएका हुन्छन्। ओहो मेरो देश नेपाल कति शान्त विशाल सुन्दर र आनन्दमय छ। बल्ल साहस बढ्यो। सुनेको देश र आफू बसेको देश बराबर हुँदैन भनेको साँच्चै हो रहेछ बा। सुरतबज्र आफ्नो घरको सङ्घारीमा पुग्छन्। त्यहाँ आइमाईहरू रोइरहेको र मान्छेहरू हुल गरी भेला भइरहेको देखि के भयो भनी अगाडि बढ्छन्। त्यहाँ त ढेनुमा राखिरहेका हुन्छन्। ओहो यहाँ को मरेको क्यारे? ए दाजु, यहाँ को मरेको? कसको नेनुमा राखिरहेको यो? सुरतबज्र भन्ने गुरु एकजना लासामा मरेकोले उसैको नेनुमा राखिरहेका छौँ। यो कुरा सुनि सुरतबज्र रुखबाट खसेको बाँदर झैँ हुन्छन्। तर त्यो असत्य समाचार फैलाउने काम लासाका ती दुष्ट लामाहरूको हो भनी थाहा पाउँछन्। पहिलेकाहरूले यस्ता कुरामा विश्वास गर्दा रहेछन्। यद्यप
यो कस्तो अनर्थो भएको। आफ्नो नेनुमा राखेको आफैले हेर्नु पर्यो। म मरिसकेँ भन्ने कुरा समाजले पत्याइसकेँ। अब के गर्ने मैले? ओहो, सहनै सकिनँ। यो के भएको मलाई? त्यसपछि सुरतबज्रले सहनै नसकी सरासर तछे भालभित्र पाइला बढाउँछन्। ढोकाको सङ्घारीमै राखिरहेको नेनुमा भात, परालो, अन्य परिकारहरू लात्तेले हानेर सरासर आगम घर आफ्नो घरभित्र पस्छन्। ए रामा एकजना आगममा पस्न लाग्यो। रोक उसलाई, समात उसलाई। त को होस् यहाँ आगम घरभित्र पस्ने? यसलाई समात। सुरतबज्र चिच्याएर कराउँछन्। पख मेरो कुरा सुन। म तिमीहरूको सुरतबज्र। सुरतबज्र आगम घर आफ्नो घरभित्र पस्छन् अनि चिच्याएर अन्तिम कुरा पोख्छन्। म लामा होइन। मलाई यस्तो हुन्छ भन्ने कुरा थाहा छैन। म तिमीहरूकै सुरतबज्र हुँ। म मरेको छैन। अब म यहाँबाट बाहिर निस्कन्न। बरु तिमीहरूले मेरो कुलमा आँला आली कानो लङ्गडहरू भएसम्म म मरेको छैन भनी सम्झिराख।